मासु चाहिँ हामीले पुरा तर्पेको थियो है मङ्गल छोडेछ रे मिस बबीले रबर निकाल्छु भने बेचेर आज तर मासु त्यति खर्च भएको छैन रे यो भित्रको कहानी छ भन्नुहोस् मासु हो यो के भएको थियो के खिचडी गनाएर ओ भित्र त खिचडीको बास्ना आएको क्या यो डढेकोले नभन्नु नि त्यसरी भिडियोमा फेरि हुँदैन झन् रियल कन्टेन्ट हाल्नुपर्छ नि आगे दिइहाले सब्जी चढाएर बिसोक पारेको छ मासु दामी बनाउँदै जाँदैछ के भएर डढ्यो थाहा भएन डढ्नु चाहिँ डढेर तमासा भएछ नि बिचरा दाल मासुसँग पनि दाल खान्छ मासु हेर्नु सुक्खा भएछ आज चाहिँ पुरा आलु हुन्छ त्यही आउँछ नि सब्जी छ त म पनि हाल्छु उखेला यो फोनहरूको फ्लास बाल्यो त मिस भन्छ गाइस आजको के भन्छ सेफ चाहिँ यता छ है मिस दिया राणा अनि हेल्पिङ चाहिँ यता छ है मैले यता चाहिँ यस्तो है सुत्ने यता चाहिँ जज मिठो छ कि छैन है मिठो छ कि छैन भन्ने तिमीले अघि तपाईँले भन्दै थियो नि चेन्ज गरे टेस्ट गरेर बताउँछु भनेर कस्तो भयो चेन्ज गरे तिमीले के चाहिँ फोनको पासवर्ड आएको छैन त मासु त मिठो नि हौ मेरोमा हुँदैन स्टोरेज होइन फ्लास पार्नु भनेको फ्लास गयो हँ गयो पासवर्ड छैन त नि केटी हो ऊ भुल्यो होला सुन्नाले माथि आएको छैन माथि आएको छैन यो कुनाबाट म खोल्यो भने चाहिँ तिमीले खोल्यो भने मान्छु किन होला चाहिँ ए अरे यहाँ यहाँ पनि निकाल्नु? आफै हेर्नु आफै गर्नु 7 5 3 गरे 8 त 9 गरे त त्यही नै थियो पहिला के गरेको मैले हड्डी यहाँ स्टप गरिदियो पुरा 3 8 6 9 आम्मा ल्या 1 मिनेट पर्खिनु भन्छ बेसी ट्राई गरेछ ओ आलुको सब्जी खाऊ है गाइस आलुको सब्जी मासु छ आलु नखाने अहिले म त खाने गएँ नि मासु मासु मजा आ गया रे मजा आ गया खाने में बसेर चाहिँ बनाउने बनाउने चाहिँ यिनीहरूले यत्रो भात खाइसक्छ र खाइसक्छु 8 किलो चाहिँ आएको 8 किलो होइन भोलि बिहानसम्म भए पनि खिलाउँछु म तिमीहरूलाई ओए पापा त भातको माथि राखेर त पचाक पचाक भन्छ त हामी चाहिँ बाख्राउँदै गरेको भन्दै चाहिँ बाख्रै गएछ सुन के अरे उसले प्रतिमाले क्या बाख्राउँदै गरेको खाने अरे हल्कली उम्रेको खानु पर्दैन तिमीले हो त भात निक्लेपछि दामी देख्छ क्या फोनमा यो दामी देख्छ अरे भात निस्केर बोल्नु हामी जोजोले पनि यस्तो दुःख देखेर चाहिँ सब्सक्राइब गरिहाल्ने गएर दियाको बायोमा चाहिँ मेरो पनि के अरे नाम मेन्सन छ गएर सब्सक्राइब हानिदिइहाल्नु यस्तो दबाई दिइहाल्नु घन्टी पनि बजाइदिनु कमेन्ट पनि हानिदिनु दुःख साह्रो दुःख गरिदियो मेरो साथीले आज आउने बित्तिकै मासु भात बनाएर रेडी गरियो यो केराको पातहरू हामीले किनेर राखेकै कति रुपियाँ थियो भन्नु यो पनि 6 रुपियाँ पिसमा किनेको यिनीहरूले अब सहरको चालचलन नै अलग छ हाम्रोतिर त चाहिँ त्यही हुन्छ यो केराको पात यहाँ त किनेर पो 6 रुपियाँ अरे यो एउटा मैले काटिदिएको थियो चोरिदिएको थियो त
अस्ति नपुगेको कस्तो भिडियो भएको तोड्नु जानेन नि त यहाँ धोएर राख्नुपर्छ अर्को पालि धोएर राख्दा हुन्छ त उयो हुन्छ पात ओइली फेरि राख्छ नि त कता पनि खाइपर्छ होला हौ माथि गएर खानामा यस्तो गर्दैन यहाँ चाहिँ नदेखि अब उठाउने कस्तो कता गर न टन्काउ मुनि नथिच अब चाहिँ यता गर्दैन खानामा कस्तो कोल्डो पार्नु खानामा निभे त त्यहाँ टच भयो साइडमा क्यामेरामा देख्छ अलिक उता लैजाऊ देखेको होइन भयो साथीहरू दुःख बुझिदेऊ है हाम्रो बुझिदेऊ आज पानी जम्मा गरेर उगाउँदै फेकेको पो जस्तो मैले सब पानी बिहान कस्तो भरि भएको अझै भरि भएछ भाडा धुक्ता हामीले दुईजना दाँत त चिक गर्ने भइसक्यो त मेरो के भयो खाना साथीमा अगाडि पुग्न आँट्दैछ साथीमा अगाडि पुग्न सब फटेको छ कि त्यो हौ साथीमा लागेको पनि गएर सब्सक्राइब गरिदिइहाल्नु मेरो साथीले साह्रो दुःख गरे यहाँ टमाटरको अचार बनाएर हौ पिस्ने पनि छैन हो यो न मिक्सर छ न सिलौटा छ हो अन्त यो दुःख गरेर बनाइरहेछ म त भात भन्दा बेसी मासु खानु मनपर्छ हौ अघि यस्तो भएर मासु लभर मासु लभर बेसी हुँदै जाँदा अब यस्तो यस्तो उठ्छ अनि तिम्रो तर म खानु चाहिँ पुरा इच्छा लाग्छ तर म बेसी खानु सक्दिनँ आरामले ए भन्दा पनि अहिले बेसी खानु के भन्ने मान्छेहरूले के भन्छ अरे खान्छु म बेसी उनीहरूले भात खाइयो भने म मान्दिनँ नि फेरि यत्रो भात लगाएर आएको त यिनीहरू हजुर पनि हुनुहुन्छ खानुपर्छ यो 2 झाग 3 झाग छ गाइस यहाँनिर यी साथीहरू 3 झाग त छ यही भात फेराउनु पर्ने चाहिँ अलिकति भात हालेर यो भात चाहिँ मैले 3 दिन खान्छु होला 12 बजे यति यति त्यहाँ ल्याउदै हरियो परेर साथ सबै खान्छ अहिले अब चाहिँ एक दिन होल चिकन लिएर खानुपर्छ त्यो चाहिँ गार्लिक चिकन हुन्छ नि डल्लै फुल मिठो मारेर खानुपर्छ तर यो चाहिँ सब्जी डल्टा यस्तो रड्डी भएको छ कि हुन्छ कहिले त Oh, दाल साइडमा यहाँ राखिदिँदा हुन्छ यस्तो दाँतमा अल्झिन्छ कि कम खाऊ न आफूलाई चाहिँ अगाडि त कम पो खान्छ
धेरै खाइसक्यो नि त गाइस। अब त स्लो भयो है। गऱ्यो खाएको पापड ल पापड त ढुङ्ग्रो भन्छ त पापड खाने टुकटुक ले भन्छ पापड चाहिँ तिनीहरूले यसरी त खान्छ राजा भिडियो गरेर यहाँदेखि बेसी के बोल्नु पट बोल्नु यसो